हेलो साथीहरू, गुड मर्निङ, नमस्ते, वेलकम टु माई न्यू ब्लग एन्ड न्यू भिडियो। आज चाहिँ हामी आमा छोरा भएर चाउचाउ पकाएर खान आँटेको होइन। तपाईँलाई थाहा छँदैछ म मोराङमा छु, मोराङको पनि अब तल्लो चाहिँ घरमा छु। मेरो भ्युअर्सहरू सबैलाई थाहा होला, मेरो ड्याडको चाहिँ 2-3 घर थियो क्या। अनि अहिले हामी तल्लो चाहिँ घरमा छौँ, रक्सी पार्दै बस्ने भनेर आमा छोरा चाउचाउ पकाएर खाने। अनि त्यस पछाडि रक्सी पार्ने भनेर आउनु, म तपाईँलाई देखाउँछु रक्सी पारेको। मम्मीले अघि रक्सी बसाएर जानुभएछ होइन। आगो चाहिँ हल्का मरिरहेको रहेछ। अब म आगो फुक्छु। ल हेर्नु सक्नुहुन्छ तपाईँ, आगो पनि बाले होइन। अब अलिकति दाउरा अलिकति थप्ने, अनि त्यस पछाडि म चाउचाउ पकाउन थाल्छु। यहाँ चाहिँ कस्तो छ भने यो घरमा चाहिँ जाँड रक्सीहरू पकाउने, सुँगुरहरू, बाख्रा कुखुराहरूलाई गर्ने मात्रै गरिन्छ क्या। खास बस्नुहुन्न, सबैजना पसलमै खानेकुरा खाने त्यो बस्ने हुन्छ। त्यही भएर अब ढिलो नगरिकन म मेरो कामतिर फटाफट लाग्छु दाजु। अनि खाजा खाएर फेरि चारो खोज्न जानुपर्ने छ। चारो त्यो सुँगुरको लागि सुँगुर धेरै छ नि त। अनि लहरा लहरीहरू बटुलेर ल्याएर यो रक्सी पारेको कटमा हामी चाहिँ डुबाउँछौँ। यो खाँदा के हुन्छ यो खाँदा Doro? Doro. Maनु सक्छ। फिस मार्नु सक्दैनस् तैँले, सक्दैनस् हौ फिस मार्नु। हेर्नु खाँदा चाहिँ यस्तो गर्दैन नि त। यस्तो गर्न सक्नुहुन्छ? म त एकछिनमा अब फिस मार्नु जाने। अब तपाईँ डाँडा जानु है यो खाइसकेर। ल यही बस्छु। तपाईँ डाँडा जानु, डाँडा जानु। तपाईँ मसँग नमिल्नु। अब तपाईँ दादा जानु। म त यो रक्सी पार्दै बस्छु, तपाईँ डाँडा जानु होइन। भन्नु न, बोजूसँग उतै गरेर बस्नु ल। जाऊ तिमी, मसँग बाँच्यो। अनि चिसो भइसक्यो हौ। चिसो चिसो खै त यसरी खुवाइदिन्छु। आफै खान्छु। खुवाउनु पर्यो अब। लु पुगिन्छ नि नानी, लुगामा लुगा सुक्दैन फेरि। म त बेहोस पछि त होसमा आउँदा क्या दामी भो। के बनाउँछ नि त केटाकेटीहरू त। खाजा पनि खाइसक्यौँ। अब उठेर जानुपर्ने हुन्छ स्कुसको लहरा तान्नलाई होइन।
एक लट रक्सीमा अमु आगो त मरेछ पो कस्तो यो दाउरा धेर उ भएछ कि कति छिटो ल दाउरा नि बलो अब जाने हो सुँगुरको चारो खोज्नलाई कति बेलादेखि तात्तिन सुरु गर्ने हो छोरा सम्भव सम्भव डाँडा गएको म त स्कुलको जरा टिप्नु ल